कुराहरू भएको जस्तै एडिबीलाई चाहिँ अब किन हामीले चाहिँ अब एप्रोच गरिँदैन त्यो विषयमा चाहिँ के छ भन्दाखेरि यो जुन बागमती सबैजना सुने हामीले होइन त्यसमा चाहिँ घाटको जुन एरिया चाहिँ पहिलादेखि नै छ नि त होइन जस्तै हामीले प्राचीन कालदेखि नै यो एरियामा चाहिँ यति घाट हो त्यो बगरहरू खोला यति हो भनेर हाम्रो पहिला मार्च अनुसार नै होइन खोला एरियासम्म चाहिँ कायम गर्दाखेरि न बाढीको समस्या हुन्छ न हाम्रो यो घर जग्गा अधिग्रहणको कुरा होइन अहिले सरकारले जुन यो 20 मिटर या 40 मिटर जुन यो मापदण्ड कायम गरेको छ त्यो चाहिँ त्यो घाटभन्दा बाहिरको हुन्छ होइन अब हामीले भन्नु खोजेको के हो भन्दाखेरि घाटभन्दा भित्र जुन खोला छ त्यो खोलालाई खोला कायम गर्ने भनेको होइन त्यो घाटभित्रको जुन खोला छ खोलाभित्र चाहिँ सरकारले विभिन्न विकास योजनाहरू गरेको छैन जस्तै कि त्यहाँ यो रिभर करिडोर भन्छ हामी त्यो खोलाभित्रै बनेको छ होइन विभिन्न पार्कहरू खोलाभित्रै बनेको छ होइन त्यहाँको फुटबल ग्राउन्ड हेऱ्यो भने मनोरा खोलाभित्रै बनेको छ यसरी हेर्ने भए चाहिँ त्यो जुन खोलाको अतिक्रमण चाहिँ जनताले भन्दा पनि राज्यले नै गरेको थियो राज्यले नै खोलामा चाहिँ अब टन्का टन सामानहरू डम्प गर्ने होइन त्यो डम्प गरेपछि बाढी त आउने नै भयो नि त होइन जस्तै 1 लिटरको बोतलमा 1 लिटर पानी आउँछ नि त त्यसमा आधी लिटर चाहिँ अब हामीले बालुवा राख्ने भनेको 1 लिटर पानी पाउनु बेला आधी लिटर फोटो अहिले भएको चाहिँ त्यही होइन तर यो योजना चाहिँ के भयो भन्दाखेरि नेपाल सरकारले मात्र गरेको देखिँदैन यसमा चाहिँ एसियन डेभलपमेन्ट ब्याङ्कले चाहिँ उनले आफ्नो फन्डिङ राखेको छ विभिन्न चरण गरेर फन्डिङ राखेको छ यो फन्डिङ चाहिँ कस्तो छ भन्दाखेरि यो बागमती ब्युटिफिकेसन होइन बागमती बचाउनलाई सफाइ गर्नलाई भनेर चाहिँ फन्डिङ राखेको छ होइन यो चाहिँ शहरी विकास मन्त्रालयबाट आउँछ र विभिन्न योजना हुँदै यता कार्यान्वयन भएको देखिन्छ जस्तै यहीँ हामीले हेर्दाखेरि पनि युएन पार्कको जुन छ होइन त्यो पनि खोलाको जग्गै हो नि त होइन त्यसमा पनि एडिबीको लगानी छ अनि त्यो धेरै बाहिर छ नि त होइन त्यसको फेरि एउटा तल गरेर फेरि घाट बनाइदिएको छ सिमेन्टको घाट बनाइदिएको भन्नाले खोला अतिक्रमण कसरी भयो भन्दाखेरि एडिबीको फन्डिङ आएर भएको छ होइन नेपाल सरकारले मात्र गर्न चाहिँ सक्छ भन्दाखेरि सक्दैन कि उनीहरूले त्यो डिपिआर बनाउनुदेखि लिएर होइन अब यो विभिन्न त्यो योजना बनाएर त्यहाँ त्यो बाटो बनाउने यो सबै योजना चाहिँ एडिबी अन्तर्गतको भएको छ होइन भन्दाखेरि हामीले के भयो भन्दाखेरि हाम्रो समस्याको जरा चाहिँ कहाँ देख्यो भन्दाखेरि यो एडिबी फन्डिङले गर्दाखेरि खोलाभित्र डम्पिङ भयो त्यसले गर्दा बाढी आयो नेचुरल के भयो भन्दाखेरि खोला खिचेर चाहिँ घर बनायो भन्ने होइन त्यो जुन नेचुरल आएको छ त्यसले गर्दा के भन्दाखेरि हाम्रो निजी जग्गालाई पनि अब यो खोलाइ हो भनेर मापदण्ड बनाइदिने होइन अदालतले त्यही अनुसार निर्णय गरिदिनु भएको छ के भयो भन्दाखेरि अब त्यो जुन फन्डिङ आयो काम भएर चाहिँ त्यो फन्डिङले रोक्न सक्यो भने होइन चाहिँ हामीले सहज हुनेछ अब एडिबीको पनि के छ भन्दाखेरि उनीहरूले पनि काम गरेको बेला चाहिँ यो अन्तर्राष्ट्रिय कानुनहरू पनि टेकेर गर्नुपर्ने हुन्छ त्यसमा चाहिँ काठमाडौँ उपत्यकामा हामी रहिथाने सँगसँगै अब आदिवासी भनेर नेवारहरू पनि छौँ होइन अब जस्तै यहाँ रहेको विभिन्न मठ मन्दिरहरू कति जग्गाहरू बुढीको जग्गाहरू त्यो जग्गाहरू सबै हेर्ने भयो भने चाहिँ के छ भन्दाखेरि एडिबीले त्यस्तो ठाउँमा चाहिँ सिधा आएर लगानी गर्न पाइँदैन होइन जस्तै एउटा आदिवासी समुदायले यहाँको हैहरूको कुरा गरेर यहाँ सहमतिले मात्र गर्नुपर्ने देखिनेमा होइन उसले सहमति नै नलिकन होइन बिलियन्स अफ डलर यति धेरै पैसाले त्यहाँ बनाएको छ त्यसले गर्दा समस्या हामीलाई भएको छ नि त त्यसैले एडिबीलाई चाहिँ हामीले के गर्नु भन्दाखेरि उसको एउटा कार्यालय नेपालमा छ होइन अर्को चाहिँ उसको कार्यालय चाहिँ पिलिभिटमा अनि नेपालमा रहेको कार्यालयमा चाहिँ पहिला हामीले एप्रोच गर्छौँ तपाईँहरूको यो विकास योजनाले गर्दा होइन हाम्रो चाहिँ यस्तो यस्तो समस्या हो जस्तै दुकानदेखि लिएर अब हामीले धार्मिक क्षेत्र अतिक्रमणदेखि लिएर धेरै कुरा त्यसमा गर्न आउँछ नि त जस्तै हामीले पहिला परापूर्वको काममा हामीले प्रयोग गर्ने घाट चाहिँ खोलाबाट धेरै बाहिर छ अहिले बनाएको बाटो धेरै बाहिर छ होइन त्यो घाटै पनि कुरेर त्यहाँ बाटो बनाइदिएको छ त्यहाँबाट बिचमा आयो खोलाको बिचमा के भएको पठाल बनाएर त्यहाँबाट घाट अहिले हामीले परापूर्वको काममा चलाएर संस्कृति त्यो होइन अब यो सबै कुरा हेर्ने भयो मिलाएर हामीले भन्न सक्छौँ होइन त्यो भन्ने बेला उनीहरूलाई मेकानिजम त्यो मेकानिजम यो गलत छ भनेको उनीहरूले त्यो अब फन्डिङ रोक्ने त्यसलाई चाहिँ फेरि अब त्यो ठिक छ हेर्ने होइन ठिक गल्ती गरेको छ भने सुधार गर्नु त्यसले गर्दा एडिबीको फन्डिङलाई रोक्नको लागि तत्कालको लागि नेपालको कार्यालयमा यो बागमती लगायत विष्णुमती अब यो लगायत खोलाहरू छ जसमा कि यो रिभर करिडोरहरू होइन बाँधहरू चाहिँ उनीहरूको फन्डिङबाट बनेको छ त्यहाँको कमिटीको साथीहरूले हामीले चाहिँ एउटा जस्तै धेरै अब जस्तो छ कि बिजारमा बसेर पनि अब जस्तै एउटा निर्णय
दुईजनाले चाहिँ अब सबै कमिटीको बाटो हामीले राख्ने बेला त्यो चाहिँ अलिकति प्लस पोइन्ट पनि हुन्छ त्यो सँगसँगै अहिले यहाँको अर्को हाम्रो सङ्गठन होइन जस्तै निवासी लोक हुन्छ कि त्यस्तो सङ्गठनहरूले पनि अब यो चाहिँ ठिक भएन भनेर त्यो तरिकाबाट राख्ने बेला चाहिँ उनीहरूलाई एउटा जवाब दिनुपर्छ कि उनीहरूले स्टडी गर्नको लागि त्यहाँ मान्छे साँच्चै असर परेको हो कि होइन भनेर स्टडी गर्न मान्छे पठाउँछ अनि त्यो अनुसारको प्रोसेसमा जाने होइन यो चाहिँ अब धेरै ठाउँमा यस्तो समस्या भएको थियो त्यो ठाउँमा पनि जस्तै अब विभिन्न यो ब्याङ्कहरू बनाउने बेला पनि होइन उनीहरूले फन्डिङ गर्छ फन्डिङ गर्ने बेला त्यहाँको मान्छेहरूलाई समस्या पर्ने बेला उनीहरूले त्यसलाई फेरि नयाँ तरिकाबाट लगेको इक्जाम्पलहरू त्यसैले चाहिँ एडिबीको जुन यो हामीले अहिले मुद्दाको प्रोसेसमा जान्छौँ भनेर भन्दैछौँ त्यसको लागि सबैजना मिलेर एकचोटि जाँदाखेरि राम्रो हुन्छ जस्तो लाग्छ यो चाहिँ फेरि अलिकति ढिला पनि भइसकेको छ कि जस्तै पहिल्यै यो उपटोकरा बनाउने बेला राजालाई गएर यो घाट चाहिँ खोलाभित्रै भन्यो यो चाहिँ ठिक भन्यो भनेर भनेको थियो होइन त्यो बेला त अब हामीहरू सकेनौँ तर त्यसको असर चाहिँ अहिले देख्यो नि त होइन त्योबाट तल त्योपछि के भयो भन्दाखेरि तल कठाल बनाउँदै आएको छ कठाल बनाउँदै आउने बेला के भन्दाखेरि बागमती खोला पहिलाको भन्दा लगभग आधी पनि बाँकी छ भन्दाखेरि बागमतीको बहाव बढ्ने बेला विष्णुमती त त्यहाँ आएर कृषि नै नसक्ने कन्डिसन भयो त्यसले गर्दा यो बल्खु क्षेत्र डुबान पनि भएको थियो होइन बल्खु यो टेकु एरिया चाहिँ डुबान भएको छ त्यो चाहिँ किन भयो भने एडिबीको पैसाले जुन त्यो कठाल बनाए त्यसले गर्दा खोला फैलिनु पनि ठाउँमा फैलिन नसकेपछि त्यो माथि आएको देखिन्छ र त्यो मनमरा र बागमती मिश्र आउने बेला त्यो धेरै ठुलो हुन्छ नि त त्यसमा चाहिँ विष्णुमती जान नसकेपछि त्यो पानी डाइभर्ट भएर यता बल्खुतिर गएको देखिन्छ त्यहाँको लगभग एक तल्लाभन्दा बढीको डुबान छ त्यसैले यो कुराहरू जस्तो कठाल भत्काएर मात्रै बन्द गरेन अनि त्यसको लागि एडिबीले चाहिँ जिम्मेवारी लिनुपर्छ होइन उसले चाहिँ यो एकदमै व्यवस्था गरेर उसले बनाएको इतिहास त्यसले गर्दा समस्या पर्छ त्यसैले एडिबीले यो जिम्मेवारी लिनुपर्छ अर्कोबाट एकदम डरलाग्दो लाग्यो अब हामीले हुँदैन भन्दा यो योजना आइरहेको किन भन्ने बेला त्यत्रो पैसा आउने बेला पैसा नआउनुमा भ्रष्टाचार त्यसैले हामीले यो एडिबीलाई मुद्दा राख्दाखेरि त्यसको सायद अर्को बाटो पनि खुल्छ जस्तो लाग्छ त्यसरी के गर्नु अब ढिला भइसकेको तर पनि अब हामीले यो योजना पुरा नभएको हामी अहिले पनि गयौँ भने सक्छौँ जस्तै एउटा म इक्जाम्पल सुरुवातमा पनि त्यो त्यहीँको लोकल सरकारी बनाएको थियो पछि यो ड्राइपोर्टको लागि बनाएको कुनै कारखानालाई लिएको जग्गा ड्राइपोर्टलाई दिने भन्ने चाहिँ त्यो प्रावधान छैन होइन इनकेस कुनै कामको लागि सरकारले लिएको छ भने चाहिँ प्रयोगको लागि युज भएन भने चाहिँ फिर्ता गर्नुपर्ने हुन्छ जस्तै हरिसिटीको इटा गायक कारखाना लगाएको होइन त्यसमा के भयो भने इटा गायक राख्ने हुन्छ दियो होइन तर इटा गायक कारखाना बन्द भएपछि सबै जग्गा फिर्ता पनि गरेको छ बाँकीमा मुद्दाहरू पनि भइरहेको थियो होइन अब चोगानमा चाहिँ हामीले के गर्नु भने चोगानमा पनि फिर्ता हुनुपर्छ भने चाहिँ त्यहाँको मान्छेले आन्दोलन पनि गर्यो अब त्यो बेला त सामान्य राजनीति केपी ओली आउने बेला साइनहरू विरोध गर्ने बेला लगेर सुनेर राखेको दिनभरि सुनेर राखेको थियो चौरा छानेको होइन सोगालको ड्राइपोर्ट चाहिँ हामीले किन गऱ्यौँ भन्दाखेरि त्यहाँ चाहिँ ढिकुटीको जग्गाहरू छैन होइन अर्को चाहिँ के हो भन्दाखेरि ड्राइपोर्ट भनेको त अब नाकामा राख्ने हुन्छ अनि भित्राएर राख्ने हुन्छ त्यो हिसाबले हामीले कुरा गर्ने बेला के हो भन्दाखेरि एक्स्ट्रा जग्गा पनि उनीहरूले अधिग्रहण गरेको होइन त्यो पुरानो त्यो सुक्खा बन्द भएर राख्नुको लागि त्यो चोगा सुनै कारखाना पनि राख्यो तर हामीले मुद्दा गर्ने बेलासम्म चाहिँ त्यो लगभग अन्त्यसम्म पुगिसकेको थियो त्यो प्रोजेक्ट त्यसले गर्दा त्यति राम्रो रिजल्ट चाहिँ त्यहाँ आएन तर पनि उनीहरू आएर फिल्ड भिजिट गरेर हेर्न चाहिँ हेरेको थियो होइन त्यसैले अब यो प्रोजेक्ट अहिलेसम्म सकेको छैन होइन यो चाहिँ अब फेरि बहु वर्षको योजना हो उनीहरूले धेरै अगाडि फन्डिङ गर्दै आएको छ र पछि पनि गर्ने योजना देखिन्छ जस्तै कि यो 40 मिटर किन आयो भन्दाखेरि यो पढ्नुको लागि सर्वेक्षण गर्ने भनेर विभिन्न आइरहेको छ मिडियामा होइन हाम्रो विश्वविद्यालय 40 मिटर किन लिनु खोजेको रहेछ भन्दाखेरि यो पढ्नुको मान्छेलाई चाहिँ होइन उसलाई चाहिँ सहज हुने उसलाई कमाउनुको लागि चाहिँ हाम्रो यो जग्गा रोका गर्ने होइन त्यो खाली भएपछि त्यहाँ पढ्नु राख्ने अनि त्यस्तो योजना पनि देखिन्छ अब मिडियामा आएको कुरा पनि भन्छ अब यो सबै कुराको जानकारी अब हामीले यतिकै भन्ने बेला पनि आउँदैन थियो जस्तो अब हामीले यो प्रोसेसमा गएपछि उनीहरूको के योजना कहाँ कहाँ कुन नदीहरूमा छ त्यो सबै पनि हामीले लिन सकिन्छ कि के भयो भने त्यो भन्दाखेरि एउटा 10 देखि सुनवाई जाने ठाउँ पनि हुन्छ अब हाम्रो इभन सर्वोच्च अदालतमा भएको मुद्दामा पनि यो त्यसरी सरकारको लागि चाहिँ काठमाडौँमा हामीले राखेर जान्छौँ त्यो पछि अब यहाँबाट चाहिँ पोजिटिभ कुरा आयो भने केही ठिकै छ क्रिया चाहिँ हामी कोसिसमा जान्छौँ अदरवाइज भएन भने चाहिँ अब फिलिपिन्समै गएर फिलिपिन्समै गएर चाहिँ यो एडिबीको केन्द्रीय कार्यालय जुन छ त्यहाँ गएर हामीले पहल गर्छौँ
र अलिकति हामीले अन्तर्राष्ट्रिय रूपमा जवाब दियो भने अलिक सहज हुन्छ। जस्तै पोखनाको म इक्जाम्पल दिन्छु। पोखनामा सेनाले आएर क्याम्प राख्यो होइन, त्यो चाहिँ कहाँ भने 0 किलोमिटर, फास्ट ट्र्याक 0 किलोमिटर र यो तपाईँको रिङ रोडको 0 किलोमिटर छ, आउटर रिङ रोडको 0 किलोमिटर एकै ठाउँमा हो। त्यो चाहिँ हाम्रो प्राचीन छटु घर भन्ने ठाउँ कि यो प्रभावमा चाहिँ ड्याम भएको बेला त्यहाँबाट पाइप ल्याएर चाहिँ त्यहाँ हामीले घर चलाउने होइन, त्यो पनि प्राचीन ठाउँ थियो। अन्त यो सिकारी सभ्यता एकदमै पुरानो सभ्यता होइन, सायद नेपाल मण्डलकै सबभन्दा पुरानो सभ्यता मध्येको होला। त्यो धर्मात्मक भन्ने राम्रो छ नि होइन, धर्मात्मकको लाइन आर्टको मूर्ति भएको ठाउँ भनेपछि यो हाम्रो ट्रेडिसनल हिस्ट्री भन्ने हजारौँ वर्ष अगाडिको ठाउँ अनि त्यो बचाउनलाई हामीले पोखनामा लडाइँ पनि गर्यौँ। त्यहाँ सेना परिचालित भएपछि एकदमै हामीले प्रेस गऱ्यौँ। अनि त्यो अन्य त्यो चाहिँ हामीले के गर्यौँ भन्दाखेरि त्यसलाई चाहिँ हामी युएनमा उठाइदिएको थियो। त्यो विजयमानी सिंहलाई हाम्रो टिम राजारामलाई हामी लगायत प्रविधि हुनुहुन्छ उहाँ चाहिँ त्यो बेला युएनमा हुन्थ्यो। अनि युएनमा हामीले उठाएपछि सेनालाई चाहिँ प्रेसर हामीले फर्स्ट ट्र्याकको 0 पोइन्ट अहिलेसम्म पनि हामीले रोकेको छ। त्यसैले चाहिँ अब यो हाम्रो यहाँ आन्दोलनमा गरेर पनि अलिकति सहज नहोला होइन, एउटा आन्दोलनको पार्ट मानेको त्यो सँगसँगै एडिबीलाई पनि हामीले एउटा चलनमा लगेरलाई रेस्पोन्सिबल बनाउन सक्छौँ। त्यसको लागि एउटा उहाँले कसरी राख्ने के कसरी राख्ने ठिक छ।